साथीहरू, तपाईँहरूको करेसाबारीमा अचल चाहिँ के तरकारी फलिरहेको छ? हाम्रोमा चाहिँ अहिले अलिअलि भएको छ। भएको बेलामा एकैचोटि हुन्छ, नभएको बेलामा केही पनि हुन्न। अहिले चाहिँ हाम्रोमा लटरम्मै घिरम्ला फलेको छ, यति धेरै फलेको पनि छ। हाम्रोमा तरकारी चाहिँ अहिले यति धेरै फलेको छ कि के खाम हुन्छ। अनि कुनै बेला चाहिँ फेरि केही नहुने। अहिले चाहिँ भिन्डी पनि यति धेरै राम्रो भएको नि, लटरम्मै फलेर जतासुकै भिन्डी हरियाली हुँदा त कति आनन्द लाउने। तरकारी रोजी खाना पाउँदाखेरि आफ्नै घरमा बिसादी नहालेको, केही पनि नहालेको, राम्रो ताजा फ्रेस आफ्नै घरको अर्ग्यानिक गाईबस्तुको मल हालेको तरकारी खाँदा त कति राम्रो लाग्ने नि साथीहरू। अनि यो फर्सीको मुन्टा त झन् यति राम्रो भएको नि, साह्रै मिठो लाग्छ मलाई त फर्सीको मुन्टा यस्तो राम्रो देखेपछि। अनि कहाँ अरू तरकारी किन्न जाने। ल हेर्नुहोस् त, हाम्रोमा डल्ले खुर्सानी कति राम्रो भएको छ। यो डल्ले खुर्सानी त झन् अचार पनि हाल्न मिल्यो, मजाले टोकेर खान नि हरियो, कति बास्ना मिठो आउँछ। कस्तो अचार तरकारी जेमा हाल्दा नि मिठो। खुर्सानी यति पिरो छैन यो अकबरी खुर्सानी त, यति धेरै लटरम्मै एउटा बुटो हुनुपर्छ, त्यही बुटोले नि खाना दिन्छ कति समयसम्म। अनि यो निउरो त झन् भन्नै परेन, निउरो त झन् यति राम्रो हरियो भएको, यस्तो राम्रो कलिलो। यो कुरिलो चाहिँ झाडी भएछ, कुरिलो चाहिँ हाम्रो अलि ढिलो टिपेर ठुल्ठुलो भइसकेछ। मन त उखाल्दाखेरि पनि भाँचे लगेर, यस्तो धेरै राम्रो भएको नि। कुरिलो त झन् स्वास्थ्यको लागि एकदम राम्रो। अनि यसरी यो अब चाहिँ घिरम्ला यति राम्रो हो, यतिको कलिलो घिरम्ला टिपेर खाने नि यति मिठो लाग्छ नि, चुरुचुरु। यो जिन्नेको आँखा देखिने जस्ता गेडा भएको घिरम्ला खानु त झन् मलाई त मन पर्दैन, त्यही भएर म त एकदम कलिलो टिप्छु। अनि यो चाहिँ हाम्रो यो चिचिन्डो नि कति राम्रो फलेको नि, सानो हुँदैछ। यहाँ चाहिँ झाडी भएको, यहाँ घाँस काट्ने बेला भएको के, अस्ति भर्खर काटेको फेरि भइसक्यो। ल हेर्नुहोस् त, डाँडा काँडा कति राम्रो, कति हरियाली। जे होस्, आफ्नो देशमा यस्तो राम्रो सुन्दर देख्दाखेरि कति खुसी लाग्छ नि। हरियाली जतासुकै, ताजा खाने, ताजा फ्रेस हावामा हिँड्न पाउँदा त कसलाई आनन्द आउँदैन र साथीहरू। हजुरहरूकोमा के तरकारी फलिरहेको छ भन्नु होला साथीहरू। यस्तो रमाइलो ठाउँ छ, यो चाहिँ गैँडाकोट हो, हाम्रो आफ्नै ठाउँ।